हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। आई होप तपाईँहरू सबजना सन्चै आरामै हुनुहुन्छ होला। म एकदम सन्चै आरामै छु। टक्क आज रङसङ लगाइयो घरमा, त्यसपछि लाग्दैछु नुहाउनुतर्फ। यस्तो हालतमा हिँड्दा चाहिँ यस्तो हालतमा त्यही यहाँ मामाहरू पनि जान्छु भन्दै हुनुहुन्थ्यो। अनि म नि मामाहरूसँग आएको, उहाँ पुग्दैछ मस्तले। आमामा चाहिँ हामी जानेछौँ मामासँग नि भइसक्यो यहाँ टक्कसँगले। यहाँ विवेक भाइ छ। हामीले आउँदाखेरि यहाँ एउटा जनावर भेटाएको छौँ। ओसनेको साथी सम्झी, ओसनेको सालो बुढा। ए बुढा त होइन, बुढी। लागे झरी। A few moments later. हामी चाहिँ पौडी खेल्ने ठाउँमा आइपुग्यौँ गाइजहरू। बल्ल बल्ल हामी हिँडेको कति भयो, 1 घन्टा जति भयो होला। यहाँ मामा हुनुहुन्छ, विवेक भाइ छ, उसन छ, आर्यस भाइ छ, म छु। हाम्रो ग्रुपहरू धेरै छन्। टक्क यता फलेको हुन्छ अझै। हामीले लगाएको भगाएको काम लागेन गाइजहरू। गाह्रो छ। यहाँ दाजु जानुभयो को लगी खोलामा आइसक्यौँ। आउनु चाहिँ यहाँनिर भगाएर लगाएको थियो, हाम्रो गाउँतिर लानेको कुलोमा गइहाल्यो छ। अब जाडो हुन थाल्यो, ऐसन तातो भएको थियो। हामीले खेल्ने दह चाहिँ जहिले नि यही नै हो, खत्रै दह छ जहिले, खत्रै दह हुन्छ यहाँ चाहिँ। ल बल्ल चाहिँ राम्रो काम गरेको छ यहाँको गाइजहरूले। यहाँ पहिला घारी हुन्थ्यो, अहिले त्यो घारी रोइन्छ, फाँडेछ। त्यसको लागि धेरै धेरै धन्यवाद। उहाँ वियोग भयो, बाँदर जसरी कुदेर उहाँ पुगिसक्यो। म यहीँ सधैँ ल यहाँ वियोग भयो, कहाँबाट गयो त? गएर हान्दै, ल हान्दै, झ्याम्दै ल हान्दै। ओहो ये क्या है? निकै नै गहिरो दह छ जस्तो छ गाइजहरू। उहाँ चाहिँ कसले उहाँ घाँस काट्दै हुनुहुन्छ टक्क। रमाइलो छ जिन्दगी, खतरा छ गाइजहरू, खतरा। हामी यता पनि आउँथ्यौँ अस्ति निकाली छान्नुलाई, अहिले चाहिँ आउँदैनौँ। ल त्यही हो, अब टक्क एकछिन पौडी खेल्छ अनि लाग्छौँ घरतिर। मस्त पौडी हान्दैछ। आर्यस तिमी कहाँ खेल्छौ? तिमी कहाँनिर पौडी खेल्ने? यहाँ खेल्छौ? यहाँ खेल्छौ? कता खेल्ने? ल अब हाम्रो मामाश्रीले लुगा धुनुहुन्छ, स्वाट अनि पौडी खेल्ने हो। गएर हान्दैन त अनि के हेरेर आएको? हान्दै गएर आमालाई सुरुम पार्छ अनि
अर्को भाइ पनि गयो तिमी पनि जो आएर जो लजाको हेर न लजाकोमा केटीले पनि आगर लजाउँछ अब ल म पनि जान्छु ल गाइजहरू म चाहिँ अब यतिकै लुगासँग जान्छु ल गाइस हामी चाहिँ अहिले यहाँ यस्तो रेस्ट गर्दै गयो धेरै पौडी खेलेर आहा पानी पसेर अलि आँखा दुख्ने समस्या धेरै हुन्छ त्यसैले एकछिन बसेर आछौँ। यहाँ छ ओसन भाइ म यहाँ छु अनि मामाहरू पारिपट्टि हुनुहुन्छ टक्क लुगा धुँदै हुनुहुन्छ सबजना त्यही नै हो। यहाँ आरएस भाइ छ मस्त पौडी हान आरएस पौडी हान उहाँ हुनुहुन्छ मामा चाहिँ ल मामा छ विवेक भाइ छ त्यही यहाँ आरएस छ आरएस भनेको अब नयाँ नौलो मान्छे यता चाहिँ हाम्रो लुगाको खात छ अनि यता यता खतरा खतरा बन्छ यहाँ सिस्नु गाडी छ अरूभन्दा धेरै टक्क पाहा पनि खतरा छ नि यहाँ फेरि है जो रमाइलो ठाउँ छ यहाँ आउनुपर्छ मलाई साथीहरू हुने बेला मात्र यहाँ डाँडाबाट गममा यहाँ अम्फाल त कति मजा आउँछ तर अहिले डर छैन त्यस कारणले हामी हान्दैनौँ आरएस के हो त्यही हो अलिक जाडो जाडो पनि भयो अनि यहाँ फेरि घाम पनि लाग्दैन खासै उताबाट त्यता अलि यहाँ लाग्ने भनेको त्यस्तै 11 बजीतिर लाग्ला नत्र लाग्दैन घाम पनि गइसक्यो माथि माथि मात्र लागेको छ हेर्नु सक्नुहुन्छ देख्नु सक्नुहुन्छ यता बादल चाहिँ छैन जस खुल्ला छ आकाश पनि खतरा राम्रो छ भ्यू पनि अब यताबाट चाहिँ पानी पर्ला जस्तो गरेर बादलहरू आएको छ ढकमक्क यता फेरि खतरा खुल्ला छ त्यही हो यो रमाइलो लाग्छ मलाई चाहिँ त्यहाँ हेर्नु सक्नुहुन्छ खतरा ठुलो न ठुलो पर्ट यहाँ फेरि यस्तो हरियाली छ यहाँ भाइ छ बिचरा जाडो भएर होला
छैन के भएको ए त्यो अलिअलि खेलाडी भएपछि त त्यतिको मन त हुनुपर्छ नै पर्छ ल गाइसहरू अब चाहिँ हामी घर जान लागेको पौडी खेल्यौँ चट्ट उहाँ लुगा पनि अलिक छिटो सुकोस् भनेर निसार्दैछ उहाँ छ एउटा बाँदर जय भाइ यहाँको त्यो मारेको रे त्यो के भन्छ छारा मारेको रे मस्त एक्लै बिनमा आसपार मारिरहेको छ यहाँ पानी खाँदैछ भाइ एउटा म यहाँ मस्त बसिरहेको छु त्यही अब जानेछौँ घर अब धेरै पौडी खेल्नु आज कति बजिसक्यो 2-3 बज्न लागिसक्यो हामी अघि नै आएको आउँछु त्यही अब हामी घर जान्छौँ आज धेरै पौडी ल गाइस अब पस्दा पानी परिसकेको छ अब हामी जान्छौँ आज बिसोक बनाएको गाइसहरू अब सिधै अब घरको एन्ड चाहिँ सिधै घरमा पुगेको बन्ला सुदा लाग्छ मलाई जहाँसम्म अब पानी पर्दाखेरि त झिक्नु मिलेन मोबाइल यताबाट खतरा पानी आइसक्यो यहाँ ल त्यही हो गाइस जनताहरू आउँदैछ बिस्तारी म अलि अगाडि हिँडेको छु अलिक ठुलो मान्छे अलि अगाडि हिँड्नु पर्यो ल आजको लागि यो द पनि बाई बाई फेरि कुनै दिन आउँला द त सहायता यता त अलि माथि पनि त रहेछ ल माथिबाट ठुलो पानी आयो यार भागो रे हैया भागो आउनुहोस् तपाईँहरूको लागि स्वागत गर्न चाहन्छु म जस यतापट्टि चाहिँ राम्रै काम गरेको रहेछ घाँटेर थियो पुरा पर चाहिँ गाई ठुलै पानी आइसकेको रहेछ जस ठुलो हो यतापट्टि परेको छैन यतापट्टि यति ठुलो परे हा के नै हो त्यही नै हो अहिले चाहिँ फेरि पानी रह्यो के भयो एकछिन घाम लाग्छ एकछिन पानी पर्छ यता फेरि घाम लागिरहेछ यतै फेरि बाँदर छु ओहो कान्छाहरू त्यस्तो नगर न उहाँ पर थियो अहिले यहाँ आइपुगेछ ल गाइजहरू हामी चाहिँ गाउँमा आइपुग्यौँ खतरा टलक्क टल्का घामले त गाउँहरू खतरै छ हाम्रो गाउँ ल गाइस फेरि पानी पर्न सफल एकछिनमा पर्दैन एकछिनमा पर्छ के भएको थियो फेरि पानी पर्यो खतरा नेन लाग्न सफल भएको छ अहिले ल अहिले बरु खतरा देखेको छ इन्द्रेणी गाइजहरू यहाँबाट सर्लक अहिले फेरि यता पानी रहेको छ यता परिरहेको छ अहिले दोषमै परेको यता अहिले फेरि तिलक चौतारी खत्रै बनाइदिएको छ अहिले चाहिँ ल गाइस त्यही हो फाइनल्ली म चाहिँ अब गाउँ भन्दा नि यता घर पनि पुग्न लागिसकेँ त्यही अहिले चाहिँ पानी रह्यो घरि आज के भएको छ यो अस्ति पनि भएको एकछिन पानी पर्छ एकछिन घाम लाग्छ एकछिन फेरि पानी पर्छ एकछिन घाम लाग्छ यो भएकै कुरा हो कोदो पनि यति ठुल्ठुलो भइसक्यो सर्लक्क लाएर फेरि पानी पर्न सफल हेर्न सक्नुहुन्छ खतरा भ्यू पनि पुरा यता बादल है यतापट्टि कालो बादल है खतरा अनि खतरा फेरि पानी पर्न सुरु भयो फेरि यो डाँडाबाट पानी पर्न स्टार्ट भएको थियो हेर्नु त ल खतरा परिरहेको छ सिमसिम पानी चाहिँ फाइनली गाइस घर आइपुग्यो त्यही हो ल गाइस भिडियो कस्तो लाग्यो लाइक शेयर सब्सक्राइब सब गरिदिनु होला
त्यही हो गाइस, ल बाई, आजको भिडियो यति नै रहेको छ।